काठमाडौँ उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ। आइक्यू एयरले आइतबार बिहान गरेको मापन अनुसार काठमाडौँ उपत्यका विश्वकै दोस्रो प्रदूषित सहरमा रहेको हो। अहिले काठमाडौँ उपत्यकाको एयर क्वालिटी इन्डेक्स AQI अर्थात् औसत वायु गुणस्तर सूचक 211 रहेको छ। वायुको गुणस्तर सूचकाङ्क अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ। लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाका कारण काठमाडौँको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको हो। विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क 0 देखि 50 सम्म स्वास्थ्यका लागि राम्रो मानिन्छ। स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ।